नमस्कार सबैजनालाई। मलाई चराहरूको फोटो खिच्न एकदम मनपर्छ। मलाई चराहरू मनपर्छ, प्रकृति मनपर्छ। त्यही भएर समय मिल्दा म डाँडातिर, जङ्गलतिर, झाडीहरूतिर, चौरतिर हिँड्न निस्किरहेको हुन्छु। अहिले त विन्टर चलिरहेको छ। एकदम चिसो हुने क्यानबेरामा त्यति हिँड्न निस्किएको छैन। र साँच्चै भन्नुपर्दा धेरै भयो चराको फोटो नखिचेको पनि। व्यस्तता भनौँ अथवा त्यस्तै परिस्थितिले गर्दाखेरि यसकारण मिलिरहेको छैन। क्यानबेरा चराहरूमा धनी छ। समग्रमा अस्ट्रेलिया नै चराहरूमा धनी छ। जता जाउँ चराहरू देखिन्छ। कमन चराहरूदेखि लिएर टोपनमुख चराहरू सबै यहाँ देखिन्छ। मैले लगभग साना ठुला गरेर 40-45 प्रजातिका चराहरू म आफैले पनि खिचिसकेको छु। ती खिचेका फोटोहरूलाई सङ्कलन गरेर मैले केही भिडियोहरू पनि बनाएको छु। यी भिडियोहरू मेरो युट्युब च्यानलमा गएर तपाईँहरूले हेर्न सक्नुहुन्छ। यदि तपाईँहरूलाई चराहरूप्रति दिलचस्पी छ भने। चराहरू एकदम दिलचस्प प्राणी छन्। एकदमै बुझ्न खोजे जति बुझ्न खोज्दै गयो त्यति बढी बुझिने र बुझेर कहिल्यै नसकिने के भन्छ यो प्रकृतिको देन हुन् चराहरू। यिनीहरूको रङ, आकार, यिनीहरूको बानी बेहोरा, यिनीहरूलाई पछ्याउँदै गएपछि धेरै कुरा थाहा हुन्छ। अनि अर्को कुरा, जीवनमा लागु हुने केही कुराहरू पनि सिकिन्छ, जस्तो कि धीरता। चराहरूको फोटो खिच्न सजिलै सकिँदैन। एकदम धैर्य हुनुपर्छ, धैर्यता हुनुपर्छ, धीरता हुनुपर्छ। जस्तो कि कहिलेकाहीँ हिँड्न जाँदाखेरि कुनै नयाँ प्रजातिको चरा देखिन्छ। अब चरा मनपर्ने भएपछि त्यसलाई यसो रेकर्ड गरौँ अथवा भिडियो फोटो खिचौँ भन्ने हुन्छ। क्यामेरा निकाल्यो, सट्ट झाडीभित्र अथवा कतै छिरिदिन्छ। अनि बाहिर कुरेर बस्यो, कतिखेर निस्किन्छ भनेर ऊ अर्कै पालबाट निस्केर गइसकेको हुन्छ। त्यसरी कहिलेकाहीँ 1-1.5 घन्टा हिँड्दा पनि एउटा पनि चराको फोटो नखिची पनि फर्किन्छ। तर जुन दिन एउटा फोटो खिच्न पाइन्छ आफूले चाहे जस्तो, त्यो दिन एकदम रमाइलो लाग्छ। त्यो फोटो आयो घरिघरि हेरिराख्न मन लाग्छ। सबै फोटोहरू प्रिन्ट गरेर राख्न सम्भव पनि हुँदैन, तर पनि अहिलेसम्म राखौँ भन्ने हुन्छ। त्यही भएर चराहरूप्रति एकदम लगाव छ मेरो। चराहरूको आनी बानी मेरो घरमा पनि एक थरी क्रेस्टेड पिजन भन्छ तिनीहरूलाई। तिनीहरू परेवा परिवारको हुन्, तर तिनीहरूलाई मैले त जुरो, टाउकोमा जुरो हुने भएको हुनाले मैले जुरे ढुकुर नाम दिएको छु। मैले बारम्बार त्यसको भिडियोहरू पनि मेरो सामाजिक सञ्जालहरूमा सेयर गरिराखेको हुन्छु। तिनीहरू एकदम लजालु स्वभावका हुन्छन्, तर मैले तिनीहरूलाई खाना दिन लागेको लगभग 4 वर्ष जस्तो भयो। दाना खाना आउँछन्, त्यहाँ कुरेर बस्छन्। अलिकति अल्छी भएका छन्, स्वभावै हो त्यो, किनभने त्यो गर्नु हुँदैन थियो। उनीहरूले अब मैले यो घरमा कति बस्छु थाहा छैन, यहाँबाट छोडेर गयो भने त उनीहरू अर्को आउने मान्छे कस्तो हुन्छ, चरा प्रेमी हुन पनि सक्छ, नहुन पनि सक्छ, उसले खाना नदिन पनि सक्छ, उसलाई थाहा नहुन पनि सक्छ मैले दिन्छु, खाना दिन्छु, त्यही भएर यिनीहरू आएका हुन् भन्ने कुरा। त्यही भएका हुनाले चराहरूलाई त्यो बानी हुने गरी चाहिँ खुवाउन नहुने हो, त्यो चाहिँ गल्ती गरिरहेको छु मैले। त्यो म आफूले महसुस गरेको कुरा हो। चराहरू बहुत अलौकिक प्राणीहरू हुन्। विशेष अझ यिनीहरूलाई प्रेम गर्ने हो भने त झन् विशेष हुन्। आजको भिडियो यति है त। हस्, धन्यवाद। थ्याङ्क यू।